आफ्नो टाइममा गर्नु सबभन्दा गाडी यो गरेपछि चाहिँ तपाईँले यो उकालोमा गाडी हिँड्न सकेपछि चाहिँ तपाईँ पास अरू केही गर्नै पर्दैन 3 गियर 4 गियरमा त सुमनले नि कुदाउँछ तर यो सक्दैन 4 गियरमा कुदाउँछ सुमनले बाइक जस्तो हो क्या घुमाउनु आफ्नो यही रोक्नु ल त्यही माथि जाऊ पछाडि नपुग्नु ल न्युट्रल ह्यान्ड ब्रेक लगाउनु माथि ल त्यहाँ माथि जानु दुईटा ढुङ्गाको बिचमा यु क्यान डु इट त्यो सेम मोटरसाइकल है सेम मोटरसाइकल ब्रेक हाल्नु ब्रेक झ्याप हाल्नु होइन त हुन्छ सुरुमा म पनि यस्तै थिएँ न्युट्रल ह्यान्ड ब्रेक पहिला ह्यान्ड ब्रेक अनि बल्ल खुट्टाको खुल्ने है गाडी उता दुईटा ढुङ्गाको बिचमा एकैचोटिमा लाग्नु बिस्तारै केही हतार छैन बिस्तारै एउटा कुरा मैले भन्नु बिर्सेँ ब्रेक हान्नु त मैले के भन्न बिर्सेँ भने उकालोमा चाहिँ एसिलेटर बढिदिनुपर्छ त्यो भन्न बिर्सेछु मैले त्यो मेरो गल्ती हो ल यसले हान्नु गियर अब चाहिँ उकालोमा चाहिँ ऱ्याम बढिदिनुपर्छ किनभने गाडीले तान्नु पऱ्यो नि त गाडी तान्नको लागि चाहिँ एसिलेटर बढिदिनुपर्छ बढिदिनु एसिलेटर क्लास हल्का छोड्नु यति हो ल यो गाडीको जोड इँटाको बिचमा झ्याममा रोक्ने बिस्तारै नाइस एक्सिलेन्ट घुमाउनु सक्नु बाटो छ बाटोमा चाहिँ नलानु फेरि बर्बाद गाडी फेरि यस्तो होला खाल्टो त छ जान्छ त्यहाँ खाल्टो छ यता जान्छ रुख कटेपछि यता यो रुख कट्यो अब त्यहाँ एसिलेटर दिनु बिस्तारै गाडी यही छायामा रोक्नु त बिचमा उयो रुखको अगाडि साइडमा रोक्नु त्यो भयो रुख साइडमा ठोकिनुलाई भयो अब जाउँ ल एसिलेटर हाल्नु धेरै न्युट्रलमा लानु ब्रेक हान्नु न्युट्रलमा लानु ह्यान्ड ब्रेक हान्नु अब भोलिसम्म धेरै पहिला मिरर हेर्नु मजाले दुईटा पछाडि क्लियर देख्नुहुन्छ एङ्गल मिलेछ पछाडिको होइन फेरि तिमीले साइडमा छ पछाडि क्लियर छ सेम मोटरसाइकल जस्तै हो तर मोटरसाइकलमा ह्यान्ड ब्रेक हुन्न होला होइन हुन्छ ह्यान्ड ब्रेक भन्नाले यस्तो खालको ह्यान्ड ब्रेक त्यो बाइटिङ पोजिसन र एसिलेटर त्यो त सेम होला एक गियरमा कुदायो भने
तपाईँ गाडी ओभर हिटिङ हुने होइन अनि क्लाच जल्ने हुन्छ त्यो अलि स्पिड बढाएर क्लाच चाहिँ यस्तो बिस्तारै छोड्नु हिँडेन तपाईँ क्लाच छोडिदिनु क्लाच चल्छ एक गियरमा लानु गाडी रोकिन्छ भने सधैँ ह्यान्ड ब्रेक अन गर्नुपर्छ है तपाईँको ब्रेक गाडी रोकिन्छ भने तपाईँले ब्रेकको ब्रेकमा खुट्टा अनि ह्यान्ड ब्रेक अन भएपछि ब्रेक छोडेपछि चाहिँ गाडी नि ब्रेक दबाउनु ह्यान्ड ब्रेक अन पहिला ह्यान्ड ब्रेक अन बल्ल न्युट्रलमा लानु अब चेक गर्नु अब गाडी स्टार्ट ढिलो छोड्नु भयो भने ठिकै छ गाडी मोटरसाइकल तपाईँको लागिसक्यो ह्यान्ड ब्रेक यताबाट हेर्नु गाडी आउन सक्छ यता पनि गाडी आउन सक्छ क्लाच बिग्रियो भने बर्बाद हुन्छ यार मामालाई आउँछ कि नै मामालाई आउँछ कि नै के हुने चलाउन क्या तिमीलाई देखिरहेको त होइन तर अलि हिँड्नु खोज्छ यस्तै साउन्ड आउँछ सबै गाडीमा सबै गाडीमा तर माल चलाउँदा के भन्छ यस्तो भन्छ यस्तो बस माल चलाउँदा होइन क्लाच जान्छ ल हेर्नुहोस् है आवाज गाडीको साउन्डको आवाज सुन्नु है एक गरेर लाग्यो होइन क्लाच अलिकति छोड्नु भयो तपाईँले यस्तो गाडी हिँडेछ गाडी हिँड्नु खोजेको छैन ऱ्याम मात्रै बढी भएको छ नि हो तपाईँले कुदाएर जस्तो हुन्छ घ्याँ गर्छ तर गाडी हिँड्दैन त्यसको लागि के गर्ने क्लाच हल्का छोड्ने क्लाच गाडी अगाडि गयो थापन भयो यस्तो क्या गाडी ऱ्याम बढी नदिने मैले नि मारेँ त्यो मेरो गाडीको बानी भएर हो क्या एक गियर लाग्यो क्लाच अलि छोड्ने एसिलेटर हल्का क्लाच छोड्ने गाडी मोर्न लाग्यो भने क्लाच दबाइदिइहाल्ने हिँड्नु खोजेछ होइन हिँड्नु खोजेछ ह्यान्ड ब्रेक लाउँदा नि हिँड्नु खोजेछ ह्यान्ड ब्रेकमा नि हिँड्दा ह्यान्ड ब्रेक चुट्यो भने बर्बाद हुन्छ यार फेरि हो जान्नुभयो फेरि देखाइदिनु ह्यान्ड ब्रेक चुट्छ नि ह्यान्ड ब्रेक अनुसार यो एक गियर भयो होइन ऱ्याम्प हल्का क्लाच हल्का छोड्ने हो क्या यस्तो हल्का छोड्ने हल्का दबाउने आफूलाई फिलिङ हुनु पऱ्यो के यो गाडी हिँड्न लागेको फिलिङ हुनु पऱ्यो हिँड्छ तपाईँले भन्यो एसी क्लाच बढी होइन तपाईँले उकालोमा चाहिँ तपाईँले क्लाच बढी छोड्नु भयो
गाडी मार्ने। अब के हुन्छ है यो बेसिक सिक्नु। अघि नै मैले ओह्रालोमा रोकाएको थिएँ होइन। ओह्रालोमा चाहिँ के हुन्छ, गाडी आफै तल बगिरहेको हुन्छ, ग्राभिटी। ओह्रालोमा चाहिँ गाडी आफै तल बगेको हुन्छ, त्यही भएर क्लास त्यति मिलाउनु पर्दैन। अब लेभलसम्म हुन्छ जब यो सर्फेस सिधा हुन्छ नि, सर्फेस सिधा हुँदाखेरि चाहिँ क्लास हल्का छोड्ने, एसिलेटर हल्कामा गाडी हिँड्छ भने उकालोमा चाहिँ क्लास त्यही हुन्छ होइन। क्लास कहिले पनि चेन्ज हुँदैन, तर गाडी तान्ने चाहिँ गाडी केले तान्छ, एसिलेटरले तान्छ। तपाईँको क्लास सेम हुन्छ होइन, क्लास सेम हुन्छ, तर क्लास सेम हुन्छ, तर एसिलेटर चाहिँ उकालोमा बढी दिन पर्यो। जस्तै मोटर बाइकमा 5 गियरमा स्पिडमा कुदिरहेछ भने त कुदिरहेको छ मोटरसाइकल होइन। अब सुस्तरी कुदेछ मोटरसाइकल, सुस्तरी कुदेछ भने गियर थोरै हुन्छ, एसिलेटर बढी दिनुहुन्छ। अब गाडी पहिल्यैबाट मोटरसाइकल कुदिरहेछ भने त्यही स्पिडमा पनि जान्छ। अब तपाईँले मानिलिनु मोटरसाइकल उकालोमा चलाउनु भएको छ, तपाईँको गाडी तपाईँको मोटरसाइकल स्टप भएको छ, तपाईँले गाडी मोटरसाइकल अन गर्नुभयो, अब मोटरसाइकल कुदाउनु भयो। मोटरसाइकल उकालोमा कुदाउँदाखेरि के गर्नुहुन्छ तपाईँले, हातको पोजिसन र एसिलेटर सम्झिनु त के गर्नुहुन्छ, हातको त्यो एक्सिलेटर छोड्दै जाने के अरे एसिलेसन के भन्छ एसिलेसन के अरे क्लच छोड्दै जाने एक्सिलेटर बटाल्ने। अलिकति उकालोमा अलिकति बढाउनुहुन्छ हो कि नै, उकालोमा अलिकति बढाउनुहुन्छ, क्लास त सेम हुन्छ हो। गाडीमा पनि त्यही हो, क्लास हल्का छोड्नुहुन्छ, एसिलेसन बढी दिनुहुन्छ हो, त्यही मिलाउनुहोस् त ल। बिस्तारै नाटिनु तपाईँलाई रिस उठायो भने नरिसाउनु, झन् गाडी सिक्न पाएँ। एक गियरमा जानु, ह्यान्ड ब्रेकमा हात, एकदम ठिक छ। तर यो बाटै म यो कटाएँ होइन, तपाईँ कटाउनुहोस्, जसरी भयो भने भोलिसम्म भयो भने कटाउनुहोस्। सेम मोटरसाइकल फन्डामेन्टल छ नि, त्यही मोटरसाइकलकै फन्डामेन्टल एकचोटि